हेलो साथीहरु, आज चाहिँ म टमाटरको सस बनाउनुलाई टमाटर टिप्न आएको छु। यस्तो राम्रो पाकेको छ है। यो टमाटर चाहिँ अलि मजाले पाकेको हुनुपर्छ है सस बनाउनुको लागि चाहिँ। अलि त्यो के भन्छ अलि हरियो चाहिँ हुँदैन है। यसरी मजाले पाकेको हुनुपर्छ है। टमाटर चाहिँ एकदम राम्रो पाकेको हुनुपर्छ। त्यही भएर आज चाहिँ म टमाटर टिप्दै छु साथीहरु। यस्तो राम्रो फलेको छ है। हेर्नु त जताततै कस्तो राम्रो फलेको छ। यो त सबै पाकेर लटरम्म छ है। अब यसरी टिप्नु पर्यो। यसरी यो चाहिँ खास सलादको लागि राम्रो हुन्छ हैन। यो टमाटरहरु चाहिँ सलादको लागि राम्रो हुन्छ। तर म चाहिँ उ बनाउँछु है। के भन्छ सस पनि बनाउँछु किनकि धेरै छ। सलाद मात्रै खाइसक्दैन नि त। किन फेरि सलाद खानुलाई अहिले उ पनि छ। सागहरु पनि छ। यसरी अब कुनै चाहिँ पाकेको छैन छ। अलि धेरै राम्रो पाकेको हुनुपर्छ है यो उसको लागि चाहिँ सस बनाउनको लागि चाहिँ। अनि तपाईहरुले टमाटर रोप्नु भयो कि भएन साथीहरु? टमाटर कतिको फलेको छ तपाईहरुकोतिर? यता चाहिँ फल्नु चाहिँ फलेको छ साथीहरु। यसरी है।